नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। आज म राइनाइटिस मेडिकामेन्टोसा भनेको के हो भन्ने बारेमा जानकारी दिन गइरहेको छु। राइनाइटिस मेडिकामेन्टोसा भनेको कुनै मेडिसिनले गर्दाखेरि लामो समयसम्म कुनै एउटा मेडिसिनको प्रयोगले गर्दाखेरि हुने राइनाइटिसलाई नै राइनाइटिस मेडिकामेन्टोसा भनिन्छ। बिरामीहरूमा नाक बन्द हुन्छ र उहाँहरूले डिफ्रेन्ट ब्रान्डको औषधि पसलबाट आफै किनेर नेजल ड्रपहरू लाउनुहुन्छ, जसमा चाहिँ अक्सिमिटाजोलिन र जाइलोमेटाजोलिन कम्पोनेन्ट हुन्छ, जसले चाहिँ नाक वरिपरिको मांसपेशीलाई डिकन्जेस्टेन्ट गर्ने हुन्छ र नाक खोल्ने गर्छ। तर यो यदि लिमिटेड पिरियड भन्दा पनि धेरै लामो समयसम्म 5 to 7 days हो त्यसमा युज गर्ने पिरियड। तर यो नाक खोल्ने गर्दाखेरि बिरामीहरू एडिक्टेड हुन्छ र लामो समयसम्म महिनौँ लगाउँदाखेरि यसले रिबाउन्ड फेनोमेनन भन्छ, जसमा चाहिँ नि यो नलगाएपछि फेरि नाकको मांसपेशीहरू सुनिने गर्छ, जसलाई चाहिँ राइनाइटिस मेडिकामेन्टोसा भनिन्छ। त्यसै कारणले बिना प्रेस्क्रिप्सन आफै किनेर कुनै पनि नेजल ड्रपको प्रयोग गर्नु हुँदैन। धन्यवाद।